दिदी बहिनी माता पिता दिदी बहिनी दाजुभाइ सबैमा मेरो राधे राधे। दुई शब्द यसो म एउटा प्रसङ्ग हजुरलाई सुन्दैछु। सबरी एउटा भगवानको भक्त सबरी सबरी भन्ने एकजना भक्त हुनुहुन्थ्यो। उहाँ चाहिँ सानो भिल जातिको हुनुहुन्थ्यो। उहाँलाई के भयो भने के अरे घरमा आमाको उहाँ ठुलो हुँदै जानु गएपछि उहाँको बिहाको हामी उसमा हाम्रोमा समाजमा के छ भने छोरी मान्छे ठुलो भएपछि बिहा गर्नुपर्ने हुन्छ। त्यसै गरी बिहा गर्ने उसमा सबरी भन्ने एकजना भक्त हुन्थ्यो। उहाँको पनि बिहाको समय बित्दा गएपछि उहाँको बिहा गर्ने दिन आएछ। बिहा गर्ने दिन आउँदाखेरि उहाँलाई घरमा उहाँको लागि भनेर जुन एउटा बाख्राहरू ल्याएको थियो त्यो ल्याएको देखेर उहाँले सोध्नुभएको छ कि किन यो ल्याएको भनेर उहाँले भन्नुभएको थियो आमाले, तपाईँहरूले यो त तिम्रो बिहाको लागि तिम्रो बिहा हुँदैछ कि त्यसैले ल्याएको भन्दाखेरि उहाँले त्यो सुनेपछि मेरो लागि यिनीहरूको हत्या हुन्छ भनेर उहाँले मेरो कारणले गर्दा यिनीहरूको जो प्राणी हत्या हुन्छ यो सबै मसँग हुन्छ भनेर उहाँले चाहिँ त्यहाँबाट घर छोडेरै जानु गएपछि उहाँ जानुभएको छ। एउटा उहाँ चाहिँ जानुभएको थियो के अरे नदीको किनारमा उहाँ बस्ने ठान्नुभएको छ। त्यहाँ बस्ने ठाउँमा त्यहाँ एकजना नदीकै ऋषिको पनि आश्रम हुन्थ्यो। त्यहाँ नातामा ऋषि भन्ने हुनुहुन्थ्यो। त्यहाँ गएपछि उहाँले के सोच्नु भने उहाँले सेवा गर्न थाल्नु। उहाँ त भुइँ जातिको हुनुहुन्थ्यो। त्यहाँ अरू सबैजनाले थाहा पाउनुभएको छ। सबैजना थाहा पाएपछि भुइँ जातिको यो सानो जातको यो त भनेर सबैजना हेरेर गर्न थाल्नु। अनि उहाँले के गर्नु भने ठुल्ठुलो साधुसन्त भएको उहाँले चाहिँ कुनै ठाउँमा बडा नेकुराने गर्नुहुन्थ्यो र उहाँले चाहिँ त्यहाँ मातामा ऋषि मुनिमा गएर सेवा गर्ने भन्ने काम गर्नुहुन्थ्यो। तर सधैँ उहाँले उहाँको मन चाहिँ एकदम निर्मल थियो भइकन भने तर कसैले चिन्छ निर्मल मन देन सो मोही पावा मोही कपड छल छित्र न भावा। भगवान्लाई निर्मल भएको मनमा चाहिँ मनपर्छ। त्यो कपड छल भित्र भएको चाहिँ मनपर्छ। उहाँ चाहिँ बाहिरको हेर्नु उहाँ भित्रको मनमा चाहिँ हेर्नुहुन्छ। बाहिर रूपले केही हुँदैन भित्र मन हो। अनि त्यही कारण उहाँ त भित्र सेवा गर्नुहुन्थ्यो। साधु सन्तको उसमा जानुहुन्थ्यो। सेवा भएको थियो। बनाउने कुराने सबै गर्नुहुन्थ्यो। साधुसँग गरेको बेला बिहान उठेर उहाँले त्यो ऋषिको गएर आश्रममा गएर फुलचुल टिप्ने त बनाउने कुरा गर्नु कसरी थाहा पाउँछ बिहान उठेर किन उहाँ साँझ राख्नुहुन्थ्यो। गर्दा गर्दै एक दिन के भन्छ भने उहाँ एक दिन गर्दा गर्दै कसले सधैँ यस्तो गर्छ भन्दाखेरि ऋषिले सोध्नु भएको छ उहाँलाई कसले सधैँ यस्तो गर्छ सधैँ यो फुल टिप्ने काम बनाउने काम सबै कसले गर्छ भन्दाखेरि उहाँले एक दिन चाहिँ ऋषिले पकाउनु भएको छ। सोध्नु भएको छ तिमी को हो कहाँबाट आयो भनेर सोद्धाखेरि अनि उहाँले भन्नुभएको छ सबैले उहाँले भन्नुभएको छ म यहाँ सबै जाति भिल जाति हुँ। त्यसैले गर्दा म सानो जात भएको गर्दाखेरि मलाई कसैले पनि हेर्दैन कुन पाउँदैन भन त्यही भयो म लुके गएको सबै हेला गर्छ भनेको गर्दाखेरि उनीहरू गएपछि त्यही ऋषिको चरणमा पढेर उनले पुरा रोको देखेर ऋषिलाई साह्रै दया लाग्छ। अनि मलाई त त्यही हेर्नु भयो देश सानो जात भयो के भन्छ देश मन्दमको निर्माण हुन्छ एकदम मन्दमको सोचौँ भएको कारणले गर्दाखेरि अनि ऋषिले दिइराख्नुहुन्छ उहाँलाई राख्नु थियो अझ देख्नु पाउँदैन थिएँ। अनि त्यो गर्दा गर्दा त्यही बसेपछि मलाई सेवा गर्दा एक दिन के भन्छ ऋषिमुनिको पनि ऋषिमुनि उनी त्यही बसेर सेवा गर्न थाले। ऋषिमुनि मात्र ऋषिको सेवा गर्दा एक दिन ऋषिको माथि पहिलो गमन हुने बेला भएछ र उनी माया गर्ने भएर साह्रै रुन्छन्। अनि अहिले म त कति पापी रहेछु अब तपाईँ जानुभयो मलाई कसले माया गर्छ माया गर्ने मलाई कोही छैन घरमा छोडेर आयो भनेर त्यही माया गर्ने मान्छेलाई सबैले सम्झिन्छ नि। घरमा मात्रै बुवा आमाले गएर माया गर्नुहुन्छ आमाले सबैलाई रुनु माग्छ। त्यस्तै बिचरामा आएको पनि अब एकजना ऋषि गुरु हुन्थ्यो उहाँलाई माया गर्नु त बिचरा घर छोडेर आइहाल्नुहुन्थ्यो। कोही हुन्न तर रुन थाल्नु धेरै रुन थाल्नु बिचरा रुन थालेपछि अनि उहाँले के भन्नु भने मैले अरू शिष्यलाई त मैले अरू कुरा दिएँ तर म तिमीलाई चाहिँ एउटा भगवानको नाम राम मन्त्र दिन्छु भनेर उहाँले तिमी तिमीलाई भेट्नलाई राम आउनुहुन्छ तिमी यही बस्न राम तिमीलाई दर्शन दिनुहुन्छ भनेर भगवान् ए गुरु त भगवानको थानमा गइहाल्नु गएपछि उनी बिचरा त्यसै गरी बिचरा सधैँ बस्ने के अरे बिहान उठ्ने सभा सुगा गर्ने घरमा फुलचुल टिप्ने हुने टिपेर ल्याउने हुने भगवान् आउँछ भने भोग लाउने माथि हेर्ने हुने गर्दै 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 बिचरा उहाँ त बुढो हुनुभयो बिचरा आँखा पनि देखाएको छ बिचरा धेरै गरी बिचरा त्यसरी उहाँको दिन कति रातो बिचरा गर्दा एक दिनको कुरा भयो। भगवान् चाहिँ राम लक्ष्मण अनि त्यो गर्दा गर्दा बुढो हुनुभएको छ। बुढो हुँदा
बुढा हुनु बिताउनु बाटो चाहिँ सधैँ बाटो हेरेर चिन्दा भगवान् आउनुहुन्छ सेवा गरे भगवान् आउनुहुन्छ देशमा दर्शन दिन्छु म कति भन्ने म कति भाग्यमान हुन्छु भने सधैँ बिता देशको चिन्ता घरमा बढाएर कुरा गर्ने सभासभा गर्ने पुटी ल्याउने आउने भएर चाके लाने भगवान् ढोला सबै राख्नु जाँदा हेरिरहन्छ गर्दा गर्दा धेरै बिता बुझी भएको त्यही पनि उनी त्यहाँ गर्ने छोडिन् गएर संयोगले भगवान्को सञ्जले भगवान् त्यही उसले गर्दा भगवान्ले के गर्नुभएको छ भने सबै चाँडै सबै भगवान्को नाम जपेर बस्यो उनको जीवन चाहिँ संयम थियो उनी संयमी थिइन् उनीमा निष्ठा थियो अनि यसरी भगवान् आउँछ भनेर बुझ्यो भन्नु त्यही आशै लिएर उनी बसिरहेको थिएँ अहिले त राम आउँछ राम त्यस भगवान्को दर्शन हुन्छ भनेर अनि संयोगले भगवान् कृपाले एक दिन रामदर्शन भगवान् चाहिँ पम्पा सरोमा आउनु भएको छ ऋषि मुनिहरूले त उनीहरू स्वागत ऋषि मुनिहरूले स्वागत गर्नुभएको छ भगवान्को अनि तपाईँ सबैजनाले यहाँ आउन आग्रह गर्नुभएको छ तर गर्नुभयो तर रामजीले चाहिँ पहिले चाहिँ सबैको टिममै जान्छ भनेर सबै के अरे सबैतिर उहाँ खोज्दै जानुभएको छ ऋषिहरूले बोलाउँदाखेरि म जान्न सबै खोज्दै जाँदाखेरि उहाँ अब ऋषिले सबैले बाटो हेर्नु बित्तिकै खोजेर जानु गएपछि सबै कुटेमा बसेर भगवान् नाम राम मन्त्र लिएर बसिरहनु भएको थियो जप्दै बसिरहनु भएको थियो अनि सबैले स्वागत गर्नुभयो अनि बसाउनु भगवान्लाई बसाएर आसन पनि दिएर अनि उनले म त जाति म त सानो जातको मान्छे हुँ भगवान् म तपाईँको शरण आएको छु भनेर भन्नुहुन्छ भनेपछि राम त त्यो हेर्नु न राम त भित्रकै हेर्नु छ उहाँले त सबैमा ठुलो त प्रेमसँग भनेर भगवान्ले भन्नुहुन्छ त्यो सबैले आफूले जुठो गएर चाल्दै राखेको भगवान् आउँछ भनेर जुठो गएर भगवान् आउनुभयो कुनै खट्टे कुनै गएर खट्टे हुन्छ कुनै के हुन्छ भनेर उहाँले चाल्दै राखेको हुन्छ दर्शन भएपछि उहाँ चाहिँ भारत देशमा आउनुभयो आएपछि भगवान्ले त्यो जुठो गएर पनि खानुभयो र जुठो गएको पनि प्रशंसा गर्नुभयो र त्यो जुठो गएमा त उहाँको प्रेम नै भनेको थियो उहाँको त जुठो चोको हेर्नु न उहाँको खाइचे मात्रै हेर्छ राम के गर्यो प्रेम पिहाएर जानी ल्याउँथ्यो जान हेर्ने हो त्यसरी त्यसरी भगवान् पनि गर्नेहरूलाई गर्ने मात्रै हेर्नु तर उहाँको त्यसपछि भगवान्ले सबै मातालाई सोध्नुभयो अब अनि के इच्छा छ र भनेर सोद्धाखेरि उहाँले माताले भन्नुभयो कि सम्पास सरोवर खोर भएको छ खुदै छोरा गरिदिनु पर्यो भनेर भन्नुहुन्छ भनेपछि अनि भगवान्ले त्यो मैले गरेर हुँदैन तिमी चलाउनु त्यहाँ राखेन त्यो के अरे शुद्ध हुन्छ भनेर भगवान्लाई भनेपछि अनि उहाँले त्यो त्यहाँ गएर सबैको शरण लगेर त्यहाँ तीर्थको जन्म दिएपछि त्यो शुद्ध हुन्छ त्यही रामको दर्शन गरेपछि सबैको पनि पल्लो कमान हुन्छ भगवान्सँग मिल्नुहुन्छ जय श्री Hey
घुमा एक फल्को घुमा